नमस्ते एभ्रिवान। आज डे 1। आज हाम्रो यात्रा एकदमै रमाइलो हुनेवाला छ। हामी चाहिँ आज डोल्खा अनि सैलुङ अनि कालिम्पोङ जाँदैछौँ। यात्रा एकदमै रमाइलो हुनेवाला छ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है त। हामी एकछिनमा फेरि भेटौँला। अहिले हामी पेट्रोल हाल्न आएका छौँ है। पेट्रोल पनि हाल्यो। अब हामी लाग्छौँ अहिले हामी सातो बाटोको जाममा छौँ, ट्राफिक जाममा। अहिले हामी साङमा पुग्यौँ है साथीहरू। लामो जाम छ। हामी बिस्तारै जाँदैछौँ। बाटो बन्दै रहेछ। सकेसम्म चाँडै बन्दियोस् भन्न चाहन्छु। धन्यवाद। आधी घन्टाको यात्रापछि हामी अहिले धुलीखेलमा पुग्यौँ है। अहिले धुलीखेल बजारमा छौँ हामी अहिले। अब खाना खाने टाइम पनि भइसकेको हुनाले अब हामी एकछिन खाना कता खाने भनेर हेर्न जाँदैछौँ। गर्नु न जी चाहियो हुन ल्यापटप किने होइन बचिटो चिकन है। ल हाम्रो खाना आइसकेको छ। अब हामी खाना खान्छौँ है। ल अब हामीले खानासाना खाएर निस्किँदैछौँ हामी। अब हामी बेलुका 4-5 बजेतिर मात्र पुगिन्छ होला। उतै भेटौँला है। ल अप्ठ्यारो भयो हो। गाह्रो भयो, लास्टै गाह्रो हो। ल ओके दुनी
टिङ टिङ हेलो नमस्ते एभ्रिवान। अहिले म यता मोडेमा छु, मोडे बजार। भर्खर पुग्यो मोडे। अब हामीलाई दोलखा पुग्न 1 घन्टा लाग्छ। अङ्कल के हो? छुर्पी कस्तो साह्रो है? साह्रो पनि हुन्छ यो साह्रो खालको कमल खालको ए कमल मेरो पनि माथि गर्छ के को अङ्कल? यो चौरी गाई? चौरी ए कमलो चाहिँ माथि? हजुर। साथीहरू, अहिले हामी ढुङ्गे सैलुङ डाँडा जाने बाटोमा आइपुग्यौँ। साथीहरू कुर्दैछौँ अहिले हामी। सैलुङ डाँडा जाने बाटो चाहिँ यो रहेको छ, पुरै अफरोड। अघि हामी यताबाट आएको बाटो चाहिँ एकदमै राम्रो थियो, मजा आयो जोस् अन्त। अनि त्यो सन गीत लाग्यो क्या। इगोवाला हो, तलको हो, प्याक छ। यस्तै छ, टुक्रा टुक्रा छ। के राम्रै छ है। व्यवस्था गरिदिला नि त। सैलुङको हावा डेन्जरै छ है। यस्तो हुस्सु लगाइरहेको छ यो हाइटमा होइन। अहिले म चाहिँ यहाँ हिलटप रिसोर्ट भन्ने ठाउँमा छु है। हामी चाहिँ रुम हेर्न लाग्छौँ कस्तो छ। अब हामी भित्र गएर हेर्छौँ। कस्तो है? कहाँ छ हाम्रो रुम? यता हो। ल अहिले म बाल्कनीमा छु, बाल्कनीबाट यता ओके। ल ल ल खुसी लाग्यो। हाम्रो पुरा हजुर ए एकजना खै हुँ रहेछ। अनि यहाँ अब खास त हामी ग्रेट वाल भनेर भन्थ्यो त्यहाँ दाइले। यो त होइन कि अब यहाँबाट कति छ ग्रेट वाल चाहिँ? ए ठिक छ, अब जहाँ बस्ने बस्ने हो होइन। हामी खाजा खाँदैछौँ है अन्त। है हामी क्याम्प फायर गर्दैछौँ है। भने तिर्दैन नि
सुख थाहा नपाई सक्ने बहे फर्काइ ल्याउँथे म मेरी माया तिम्रो हात समय कति तडपे पर्खिरहे पर्खी तिमी आएनौ वेदनामा सङ्गीत रचे पर्खी तिमी आएनौ वेदनामा सङ्गीत रचे सुनिदेऊ सङ्गीत मेरो अमर रहोस् यो प्रीत हाम्रो जुनी जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई नै पाउने जुनी जुनी तिमीसँगै जिउने सपना मेरो तिमीलाई नै पाउने र कहाँ पुग्थ्यो र सोचे जति सबै एभ्रिवान त्यसपछि मजासँग जस्तो मेन अलिकति यादहरू one more ड्राइभरको खर्च मन एक्लै गुनगुनाउँछ अतीतका ती धुनहरू अतीतका ती धुनहरू धन्यवाद लागिसक्यो